यदि तपाईँ सेयर मार्केटमा रुचि राख्नुहुन्छ भने कृपया गरेर यो भिडियोमा 3 मिनेटको लागि रोकिदिनुहोस्, किनकि म तपाईँ यो भिडियो मार्फत तपाईँहरूलाई एउटा गजबको फर्मुला बताउनेछु जसले तपाईँको सेयर मार्केटको जुन यात्रा छ एकदम फाइदाजनक बनाउनेछ। नमस्ते, तपाईँहरूलाई स्वागत छ फाइनान्स टक्स विथ सन्तोषसँग। म तपाईँहरूलाई सोध्छु, यदि तपाईँहरू सेयर मार्केटलाई यदि ग्याम्बलिङ तरिकाले यदि जुवाको तरिकाले खेल्दै हुनुहुन्छ भने त्यसलाई बन्द गर्नुहोस्, किनभने सेयर मार्केट भनेको रिस्क र जोखिम भएको कुरो हो। यसमा हामीले हाम्रो जुन मेहनत गरेर पैसा कमाएको हुन्छौँ त्यो पैसालाई यसरी बिना एनालाइसिसको र बिना इन्फर्मेसनको कहिले पनि लगानी गर्नुहुन्न, किनभने हामीहरूले बुझ्नुपर्छ हाम्रो पैसा नै हाम्रो सबभन्दा ठुलो शक्ति हो। त्यही भएर हाम्रो शक्तिलाई बिना तरिकाले कहिले पनि खेर पाल्नुहुन्न। म तपाईँहरूलाई यदि सेयर मार्केटमा रुचि छ, यदि सेयर मार्केटको यात्रालाई तपाईँ आफ्नो एकदम फलदायी बनाउन चाहनुहुन्छ भने यो भिडियो हेर्नुहोस्। म तपाईँलाई एउटा गजबको फर्मुला दिनेछु जसले तपाईँको सेयर मार्केटको यात्रालाई एकदम फलदायी बनाउनेछ। पहिलो नम्बर फर्मुला भनेको जुनसुकै कम्पनीमा लगानी गर्न गइराख्नु भएको छ त्यो कम्पनीको सेल्स ग्राफ 5 वर्षको सेल्स ग्राफ एकदम राम्ररी एनालाइसिस गर्नुहोस्। यदि त्यसको सेल्स ग्राफको माथि गइराखेको छ भने अनि मात्र त्यो कम्पनीलाई एउटा लिस्टमा राख्न सक्नुहुन्छ। नत्र भने अब यसरी नै सोच्नु न, यदि कुनै कम्पनीको सेल्स नै गरिरहेको छैन, बिक्री नै गरिराख्न छैन आफ्नो सर्भिस या वस्तु भने तपाईँले कहाँबाट फाइदा दिन्छ? र दोस्रो नम्बर भनेको त्यो कम्पनीले कतिको ग्रस प्रफिट यानि प्रफिट बनाइरहेछ। कम्पनीको त सेल भइरहेछ, ठिक छ, उसले सेल्स देखायो, धेरै बिक्री देखायो, तर यदि उसको ग्रस प्रफिट नै यदि छैन भने, यदि प्रफिट छैन भने के बुझ्नुपर्छ भने सेल्स त गरिरहेछ तर अनुचित तरिकाले उसले आफ्नो खर्च बढाएर उसको प्रफिट घटिराखेको छ होला। त्यही भएर ग्रस प्रफिट पनि एनालाइसिस गर्न जरुरी छ हामीले। अनि कम्पनीको तेस्रो भनेको नेट प्रफिट पनि हेर्नुपर्छ। नेट प्रफिट, ग्रस प्रफिट जहिले पनि सेल्सको प्यारललमा सँगै सेल्स जस्तो जस्तो बढिरहेछ त्यही हिसाबले ग्रस प्रफिट पनि बढ्नुपर्छ र त्यही हिसाबले हाम्रो नेट प्रफिट पनि बढ्नुपर्छ। अब यसमा धेरै त्यस्तो डिटेल्सहरू हाम्रो एनालाइसिस गर्नुपर्ने हुन्छ, तर सर्ट भिडियोको मार्फत म तपाईँले भन्न चाहन्छु यो 2-3वटा जुन मैले कुरा भने यसलाई राम्ररी एनालाइसिस गर्नुहोस्, किनभने सेल्स हुन जरुरी छ, प्रफिट हुन पनि जरुरी छ। र अनि यसमा अझ एउटा कुरा मैले के थप्छु भने सबभन्दा पहिले तपाईँले इन्डस्ट्री छान्नुहोस्, जस्तै ब्याङ्किङ भयो, जस्तै त्यो हुन्छ नि हाम्रो विद्युत उत्पादन गर्छ त्यो भयो, त्यसपछि हाम्रो आजकल नयाँ बनेको ऊर्जा सेक्टरमा पनि भइरहेछ। यसमध्ये तपाईँले